ओके ये शॉर्ट्स वीडियो देखा। One minute, 37 seconds later. आज बहुत याद आ रही है तुम्हारी, सच में। ओके ल हामी जाँदैछौँ अब अहिले ड्युटीमा। अच्छा रे पछाडि भएको साथै इन्डियन हो, कपडा एकदम बिक्री हो। गाडीको हालत पनि यस्तो हो। गाडी क्या नयाँ डिजाइनको थियो यार। सबै गर्छु यस्तो गर्मी। A few moments later. Few inches later. One eternity later. के रेडी हुनु पर्यो। ओके गाइज नाउ फाइनली अहिले भयो हामी फ्री हैन। अच्छा हैन अब यहाँनिर अहिले कोही नि आएन कस्टमर। ठीक है कोही नै आएन कस्टमर, जिरो कस्टमर छ। साला कम्पनी डुबेर मर्छ। कम्पनी जस्तो सुकैमा भए पनि हैन, डुबे पनि मा चले पनि हाम्रो काम रोक्नु भएन। बात तो सही है। सो म अब बनाउन जाँदैछु हाम्रो बनिल लाते आर्ट है। हाम्रो जुन चाहिँ त्यसलाई ऱ्यापिड पनि भन्छ हैन, र ऱ्यापिड बनाउनको लागि हामीलाई सुरुमा पर्फेक्ट हुनुपर्छ ट्युलिप लाते आर्ट। अच्छा ट्युलिप लाते आर्ट अनि त्यसपछि रोजेता लाते आर्ट हैन। र त्यसमा चाहिँ दुईटामा पर्फेक्ट भइसकेपछि हैन, त्यसपछि हामीहरूले सबै बनाउन सक्छौँ। ऱ्यापिड, सी हर्स भयो, भरको त्यो टटल, हात्ती, घोडा के छ के छ। सुरुमा ट्युलिप अनि त्यसपछि रोजेता हट पनि हो, त्यो पनि चाहिन्छ। सो म चाहिँ अब ढिलो नगरिकन सिधै हैन अब त्यो लाते आर्ट बनाउन जान्छु। अच्छा आजको हाम्रो टपिक रहेको छ ऱ्यापिड लाते आर्ट। सो लेट्स स्टार्ट। त्यसको लागि म बनाउन चाहेको छु हाम्रो एकदमै ब्युटिफुल कप नानीहरू। अनि त्यसपछि हाम्रो अर्को छ हैन पेपरका दुईटामा बनाएर देखाउँछु। दुईटामा ऱ्यापिड लाते बनाएर देखाउँछु। सुरुमा बनाउन पर्छ हाम्रो ट्युलिप। म चाहिँ ट्युलिप बनाउँछु। Few inches later. बेसिक भएकोहरूले स्टिम गर्दाखेरि के गर्छ, टेम्परेचर मोस्ट युज गर्छ। अब प्रो लेभलको भइसकेपछि के आवश्यकै पर्दैन। अब यहाँ कुनै बेला कस्टमरलाई एकदम तातो चाहिन्छ, मुलाकी बानहरूको म के पनि गरेर तिनीहरूलाई चाहिँ एकदमै तातै भनेर दिन्छु। न त अरू बेला चाहिँ यो एकदम पर्फेक्ट लाते बनाउनको लागि चाहिँ फेरि स्टिमिङ धेरै राम्रो हो नि फेरि है। सो म चाहिँ अब बनाउन जाँदैछु सुरुमा हाम्रो ट्युलिप लाते आर्ट। बेकार है भैया। ओके नाउ अब त्यसपछि हामी बनाउन जाँदैछौँ हाम्रो रोजेता लाते आर्ट है। ठीक है रोजेता लाते आर्टको लागि पनि केही गाह्रो छैन। यस्तो गऱ्यो अनि सलाद बनायो, यो बस हल्लाउनु। ये तो टट्टी है। यस्तै हो रोजेता आर्ट बन्ने माथिको भाग अलि खै के बन्यो के बन्यो यार। तर यस्तै हो रोजेता। जस्ट हामीले के गर्नु पर्यो, मुभमेन्ट हो मेन जान पनि हैन। मुभमेन्ट देखायो, मुभमेन्ट भयो भने त्यसपछि सबै चिज खतरा हुन्छ हैन। अच्छा हमको सिखा दिया। र रोजेता लाते आर्टमा पर्फेक्ट भइसकेपछि त्यसपछि हाम्रो मेन बाँकी छ अब हाम्रो बनी लाते आर्ट। ओके त्यसलाई पनि ढिलो नगरिकन सिधै बनाउँछु अब। ठीक है यहाँ साले नपाइसकेको कस्टमर आउँछ र त्यसपछि अर्डर दिनुपर्छ। मैले गर्दा जहिले बिचमा बनाउनु लागेको बेला आइदिन्छ। कम्पनीको माल हो हैन, जति पनि यहाँ फ्रीमै युज गर्न पाइए हो धन्नो। यहाँ चाहिँ कोई बात नहीं, हम तो चूतिए हैं। यतिको चाहिँ भन्नै पर्छ। नेपालमा भइदिएको भए मैले यतिको बनाउन पाउँथेन, के गर्ने। यहाँ छ मूल्यवान जति फालिदिनु भयो। सायद अरू कम्पनीमा दिँदैन होला यस्तरी फ्रिडम हैन।
यहाँनिर एकदमै फ्रिडम छ एकदम भन्यो भन्दा नि एकदमै त्यही भएर कम्पनी डुबेको छ ओके अब लास्टमा हाम्रो छ बन्नी लातेर ऱ्याबिट लातेर बनाउन जाँदैछु र त्यसको लागि चाहिँ म एकदम पर्फेक्ट होइन टेम्परेचर नै युज गरेर स्टिम गर्छु शाबाश बेटा यो भयो हाम्रो टेम्परेचर न एक्ज्याक्ट होइन 60 नै भयो होइन टेम्परेचर चाहिँ 60 टेम्परेचर अब म बनाउन चाहन्छु हाम्रो बन्नी लाते आर्ट अब यसमा होइन त्यही फर्मुला युज गर्ने हो जुन हाम्रो ट्युलिप र रोजेटाको फर्मुला सो सुरुमा खनायो राम्रोसँग एकदम राम्रोसँग मिक्स गर्यो त्यसपछि ट्युलिप लाते आर्टको जस्तै यसरी खनायो त्यसपछि हाम्रो बाँकी अब रोजेटा लाते आर्ट यहाँ युज हुन्छ अनि लास्टमा बचेको होइन मिल्क छ यो दुधलाई फर्मलाई फाल्दिने अनि अलिकति थोरै राखेर त्यसपछि हाम्रो सुरुमा कान बनाउने अलिक के बिग्रिन्छ ओके यो भयो हाम्रो टाउको त्यसपछि लास्टमा उल्टो गरेर कुच्चर यो भयो हाम्रो बनिल त्यहाँ जुन चाहिँ ऱ्याबिट लाते आर्ट भन्छ कि यसलाई सुरुमा हाम्रो ट्युलिप त्यसपछि रोजेटा यो बस यसो घाँस फुसहरू होइन त्यही भएर लास्टमा आयो त्यसलाई दुध त्यो लास्टको मिल्कको फर्म फाल्दै चाहिँ बचेको अलिकतिले टक आर्ट बनाउने सिद्धिको खाल अब म बनाउन जाँदैछु हाम्रो यो पेपर कपमा होइन जुन कस्टमरले धेरै अब रुचाउने भनेको नै लैजाने पेपर कप हो यो बस सोको लागि अब म बनाउँछु यो मेन हो हाम्रो पार्ट अरू दुधहरू यार कस्तो महँगो छ यार यहाँ फ्रीमा खानु पनि भयो लास्टमा एउटा चिज होइन फेरि यो चाहिँ अब हाम्रो मेन हो नि मेन भएको यो मेन पार्ट हो मेन पार्टमा अब ससाङसम्म राम्रै खत्रै दामी बनाउने हो भने होइन स्टिम गरेको दुधलाई होइन यो यसो तातो होइन अझ यसलाई यस्तरी स्टिमले गरेर त्यसपछि खनायो भने यस्तो बब्बाल बन्छ होइन अनि यस्तरी खनाइदियो भने चाहिँ दामी बिग्रिया मिल्क फर्म हुन्छ नि त्यतिखेर फर्म छ नि यस्तरी खनाइदियो भने दामी टेक्सचर बन्छ कि त्यसपछि अब आर्ट हेरौँ अब आर्ट यस्तो दामी बन्छ अब हेरौँ आर्ट सक्छ के भयो कि ऱ्यापिड बनाउनु खोजेको मेसाले त यार यस्तो यार यो मुसाको जस्तो भयो यार थोकाको नि यार बस खानु मात्रै मुसाको लामो भयो यार ओके केही छैन बेटर लक नेक्स्ट टाइम अहिले अर्को यस्तो अर्डर आउँछ नि त्यतिखेर बनाउँला यहाँ धेरै दुध फाल्यो भने फेरि मुदिर गराउँछ फेरि One eternity later. यस्तरी फाल्नु पनि भयो यार हेर नि गाइज कति सस्तो छ है दुध है कति सस्तो छ ओके म अब अहिले राख्छु अब अर्डर आयो भने बनाउनु पर्छ न त पाउँदिनँ अर्डर पनि आउँछ कि आउँदैन म यसले यार A few moments later. One eternity later. A few moments later. गाडी खत्तम भइरहेको Few inches later. फर्स्ट टाइम यस्तो भइएको यस्तो ठाउँमा गाडी आउँदा ओभर हिटमा रोकेर खत्तम पाऱ्यो एउटा त ओके सबै केटाहरू झरेछन् होइन अब टाइम लाग्छ होला त्यसपछि रुममा गएर खाना बनाउनु भनेको अब यस्तो पारा के सकिने हो गर्मीले मरेछन् सबैजना सकिन जस्तो छ गाइज कति गाह्रो हेर न गाइज यस्तो हुँदो रहेछ जताततै यहाँ पनि रहेछ यहाँ पनि भयो त्यो सबै रिपेयरिङ गर्ने सर्भिस पो रहेछ भन्नै पर्छ A few moments later.
2,000 years later. फाइनली ये बस उठा ले रे देवा, उठा ले रे बाबा।